हेलो साथीहरु, आज चाहिँ तपाईहरुलाई म टिकटकको 3वटा सेटिङ बताउँछु है त। धेरै साथीहरुले चाहिँ मलाई कमेन्ट गरिरहनु भएको थियो, मेरो चाहिँ भिडियोमा भ्युज आएन, जस्तो भिडियो पोस्ट गर्दाखेरि पनि भनिरहनु भएको छ र अरु धेरै साथीहरुले चाहिँ मेरो टिकटकको पासवर्ड चाहिँ मलाई थाहा भएन, कसरी अपडेट गर्ने हो, कसरी चेन्ज गर्ने हो भनेर चाहिँ भन्नु भएको छ। पहिला त हजुरहरुले भिडियो बनाउनु हुन्छ, भिडियो बनाइसकेपछि भिडियो पोस्ट गर्दाखेरि त्यहाँ के लेख्ने त, यो पोस्ट गर्ने सही तरिका र सही टाइम के हो त हजुरहरुलाई म सिकाउँछु। यो भिडियो फुल हेर्नु होला है त। फर्स्ट त तपाईहरुलाई म सिकाउँछु कमेन्ट तपाईहरुले अफ गर्न सक्नुहुनेछ र अन गर्न सक्नुहुनेछ र डाइरेक्ट मेसेज कसरी गर्ने त्यो पनि म हजुरलाई सिकाउँछु। त्यसको लागि सेटिङमा जानु होला, त्यसपछि प्राइभेसीमा जानु होला, प्राइभेसीमा थिच्नु होला, त्यसपछि तपाईहरुले तल देख्न सक्नुहुनेछ कमेन्ट भनेर लेखेको छ। कमेन्टमा चाहिँ तपाईहरुले एभ्रीवानमा राख्नु भयो भने तपाईलाई सबैले कमेन्ट गर्न सक्नेछ र नो वानमा राख्नु छ भने तपाईलाई कमेन्ट गर्न सक्ने। अब तपाईले डाइरेक्ट मेसेजमा थिच्नु होला। डाइरेक्ट मेसेजमा थिचिसकेपछि तपाईले एभ्रीवानमा राख्नु भएको छ भने तपाईलाई जो कहिले पनि मेसेज गर्न सक्छन् डाइरेक्ट है त। र नो वानमा राख्नुहुन्छ भने तपाईलाई मेसेज गर्न सक्ने छैन। अब तपाईलाई सही भिडियो हाल्ने तरिका सिकाउँछु है त। त्यसको लागि सेटिङ एन्ड प्राइभेसीमा जानु होला, त्यसपछि तपाईहरुले एनालाइटिक्समा जानु होला। एनालाइटिक्समा गइसकेपछि तपाईहरुले कन्टेन्ट भनेर लेखेको छ, फलोवर्स भनेर लेखेको छ, तपाईले फलोवर्समा गएर तपाईले तल देख्न सक्नुहुनेछ तपाईको टिकटकको टाइम छ। तपाईले यो टाइममा चाहिँ तपाईले भिडियो हाल्नु भयो भने तपाईको चाहिँ आईडी ग्रो हुन्छ, भिडियोमा भ्युज पनि आउँछ है त। यहाँ देख्न सक्नुहुनेछ मेरो चाहिँ 5 PM मा छ। यहाँ चाहिँ मेरो 6842 फलोवर्स चाहिँ एक्टिभ हुन्छ यो टाइममा। यसरी सेटिङमा गएर आफ्नो टाइम हेर्नु होला र टाइममा तपाईले भिडियो पोस्ट गर्नु होला। अब मैले तपाईलाई एउटा भिडियोमा के लेखेर हाल्ने त, कसरी पोस्ट गर्ने भनेर तपाईहरुलाई म देखाउँछु। मैले एउटा भिडियो हालिसके। अब तपाईले यसमा चाहिँ के लेख्ने त, पहिला त तपाईले भिडियो के को बारेमा हो त्यो लेख्नु होला र भिडियोको सङ के को बारेमा हो, कुन सङ हो त्यो सङ पनि तपाईले लेख्नु होला। त्यसपछि आफ्नो ह्याशट्याग बनाउनु होला है त, आफ्नो नामको ह्याशट्याग बनाउनु होला। त्यसपछि यसमा चाहिँ फर यु लेख्नु होला, FIP लेख्नु होला। त्यसपछि मैले जति पनि यहाँ टाइप गरेर लेखेको छु यो सबै तपाईहरुले लेखेर हाल्नु होला। यसले गर्दा चाहिँ तपाईको आईडीमा चाहिँ भिडियोमा भ्युज जान्छ र तपाईले कुनै पनि साथीहरुलाई यहाँबाट मेन्सन गर्न सक्नुहुनेछ भिडियो है त। त्यसपछि आफ्नो भिडियो पनि तपाईले यहाँबाट मेन्सन गरेर यहाँ राख्न सक्नुहुनेछ। कुनै पनि तपाईको धेरै भ्युज आएको भिडियो चाहिँ तपाईले यहाँबाट मेन्सन गर्नु होला। यसले गर्दा चाहिँ तपाईको भिडियोमा भ्युज आउँछ है त। अब तपाईले ट्याग पिपल भनेर लेखेको छ, यहाँबाट चाहिँ तपाईले आफ्नो टिकटकको साथीहरु 15 जना साथीहरुलाई चाहिँ यहाँबाट ट्याग गर्न पनि सक्नुहुनेछ। त्यसपछि अब तपाईले भिडियो पोस्ट गर्नुभन्दा पहिला यहाँ एकदम ख्याल गर्ने कुरा हैन, हु क्यान वाच दिस भिडियो भनेर लेखेको छ, त्यसलाई चाहिँ एभ्रीवानमा राख्नु होला हैन। एभ्रीवानमा राख्नु भयो भने तपाईको भिडियो चाहिँ सबै सामु पुग्छ है त। मेरो सेटिङ हेर्नु होला र यसरी नै तपाईहरुले सबैलाई अन गरिदिनु होला है त। यो त भयो भिडियो हाल्ने सही तरिका। अब तपाईलाई अर्को सेटिङ बताउँछु, तपाईको टिकटकको पासवर्ड चाहिँ कसरी थाहा पाउने भनेर। अब तपाईले सेटिङमा जानु होला, त्यसपछि एकाउन्टमा जानु होला, त्यसपछि युजर इन्फर्मेसनमा गएर तपाईले फोन नम्बर इमेल भनेर लेखेको छ, यहाँ चाहिँ तपाईले आफ्नो सही छ कि छैन चेक गर्नु होला। त्यसपछि ब्याक जानु होला र पासवर्डमा थिच्नु होला। पासवर्डमा थिचिसकेपछि अटोमेटिकली तपाईलाई एउटा कोड आउनेछ तपाईको मेसेज बक्समा र तपाईले यो कोड चाहिँ यहाँ हाल्नु होला र आफ्नो पासवर्ड चाहिँ क्रिएट गर्नु होला है त। आफूले नयाँ पासवर्ड क्रिएट गर्नु होला र यसलाई नेक्स्ट गरिदिनु होला। मैले एउटा पासवर्ड क्रिएट गरेँ, यो चाहिँ अलि स्ट्रङ पासवर्ड राख्नुपर्ने छ यसमा र यसलाई नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि तपाईको पासवर्ड एकदम रेडी हुन्छ। यसरी चाहिँ तपाईले आफ्नो टिकटकको पासवर्ड चेन्ज गर्न सक्नुहुनेछ है त। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। मेरो युट्युब च्यानल प्रोफाइलमा गएर यहाँ गएर चाहिँ तपाईले सब्स्क्राइब गरिदिनु होला है त। र यस्तै नयाँ कुराहरू सिकाउने छु, मलाई फलो गरेर जोडिनु होला। थ्यांक यू सो मच सबैजनालाई।